प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले भनेका छन् भारतले नेपालको भूमि मात्रै होइन, नेपालले पनि भारतको भूमि मिचेको अहिले प्रधानमन्त्री भएपछि थाहा पाएँ भनेका छन्। उनले सो कुरा किन भनेको हुन् तथ्यसहित बताउनु पर्यो। होइन भने यस्तो गम्भीर कुरामा यति हल्का टिप्पणी प्रधानमन्त्रीको स्तरले गर्न सुहाउँदैन, मिल्दैन। जुन संसदको औपचारिक कार्यक्रममा भनिएको कुरा हो, कुनै लडमा गोली फुस्किएर भनिएको त पक्कै होइन होला। त्यसले गर्दा प्रधानमन्त्रीले उनको जुन सोचाइ छ, जुन भनाइ छ, त्यसको बारेमा उनले आफ्नो धारणाको निष्पक्ष भएर आफैले आफैलाई सुधार्नुपर्ने देखियो। प्रधानमन्त्री बालेन्द्र शाहले आज संसदमा विवादास्पद अभिव्यक्ति दिएका छन्। उनले भनेका छन् भारतले नेपालको भूमि मात्रै होइन, नेपालले पनि भारतको भूमि मिचेको अहिले प्रधानमन्त्री भएपछि थाहा पाएँ भनेका छन्। उनले सो कुरा किन भनेको हुन् तथ्यसहित बताउनु पर्यो। होइन भने यस्तो गम्भीर कुरामा यति हल्का टिप्पणी प्रधानमन्त्रीको स्तरले गर्न सुहाउँदैन, मिल्दैन। जुन संसदको औपचारिक कार्यक्रममा भनिएको कुरा हो, कुनै लडमा गोली फुस्किएर भनिएको त पक्कै होइन होला। त्यसले गर्दा प्रधानमन्त्रीले उनको जुन सोचाइ छ, जुन भनाइ छ, त्यसको बारेमा उनले आफ्नो धारणाको निष्पक्ष भएर आफैले आफैलाई सुधार्नुपर्ने देखियो।